हेलो नमस्ते। हाम्रो नेपालमा दसैँ तिहार सक्यो नि त। अब फेरि यता चाडबाड सुरु हुँदैछ क्या। अब यिनीहरूको हेलोविन त्यही छ, क्रिसमस, न्यु इयर होइन। अनि म चाहिँ कामबाट बेलुका घर फर्किएको सहर पसिरहेको छु। यता टाइम स्क्वायरमा आएर यहाँ हेरिरहेको छु। यिनीहरूको स्टार्ट हुँदैछ। हाम्रो चाहिँ यो म्यानहट्टनको मिड टाउनमा छु। टाइम स्क्वायरको नजिकै हो। अनि यहाँनिर चाहिँ छ नि। अब म तपाईँहरूलाई अगाडि देखाउँछु ल। छ नि यिनीहरू चाहिँ फोटो खिच्नु पनि उनीहरूसँग यहाँको पर्यटकहरूसँग फोटो खिच्छ अनि पैसा माग्छ क्या यिनीहरूले चाहिँ पैसा कमाउने। यिनीहरूको पितृ पूजा हो क्या यो। सजाइरहेको मरेको मान्छेहरू अक्टोबर भनेर चाहिँ यिनीहरूको लागि एकदमै पर्सिको हुन्छ क्या। सजाइरहेको छ। झिलिमिली सहर सहरमा यहाँ पार्टी हुन लागिरहेछ क्या र कन्सर्ट हालिदिएको। अनि यहाँ स्टेज होला यो कतिखेर स्टार्ट हुन्छ मलाई थाहा छैन। यहाँ भित्रमा मुभी हेर्नु कि उता एडभर्टाइज हेर्नु कि है। अब मान्छे हिँडेको हेर्नु कि कता के हेर्नु होला। म चाहिँ कामको स्ट्रेसमा चाहिँ एकदमै घट्दा तपाईँ हुन्छ नि त। आज चाहिँ बुढोलाई नानी छोडेर फ्रेस हुन आएको आधा घन्टा जति म यहाँ बस्छु अनि जान्छु। अनि अब म चाहिँ घर लाग्छु। पुरा यहाँ फोटो सेसन गर्दै रहेछ। वाक गर्छु होइन। मान्छेको फोटो चाहिँ देखाउँदिनँ। यता गाडीहरूलाई चाहिँ डिस्टर्ब गरिरहेको छ। वाक गरिरहेछ कि पैसा थुन्थ्यो त। डलर मनी डलर आउनु चाहिँ आयो कामबाट निस्केर। अनि घर जानको लागि ट्रेन चाहिँ कतानिर क्या। फेरि म त कस्तो अल्मलिएँ त। यस्तै छ जिन्दगी। ए पाएँ यहाँनिर मेरो म जाने ट्रेन देखेँ। 12 ट्रेन सिटिङ मात्रै छ। हतार गइहाल्नु पऱ्यो। मलाई भोक पनि लागिरहेछ। घरमा गएर भात खान्छु। यस्तोमा खानेकुराको बास्ना आउँदा पनि खाउँ लाग्छ होइन। अब यहाँ म ट्रेन स्टेसनमा गएँ। मैले 7:10मा जानुपर्छ क्या। अब म यहाँ खोलेर जान्छु। अब यहाँ पैसा तिर्नुपर्छ क्या। अनि मात्रै जानुपर्छ। म यहाँ पैसा तिर्छु ल। हो भन्यो म गएँ। मेरो पैसा कटायो। ट्रेन लिनको लागि गएँ ल। 7:10 छ।
म आफू बोल्छु होइन, मेरो आफ्नो भोइस आफैलाई मन पर्दैन। मेरो भोइसको रियाज गरेर मेरो बोलीमा चाहिँ शिष्टता ल्याउनको लागि म तालिम गर्छु होला। मलाई त्यसको लागि क्लास खाँचो छ। एकदमै रुड बोल्छु कि म। अनि यहाँ चाहिँ पुरा सङ्गीतमय धुन हुँदै रहेछ। यहाँ गीत गाउँदैछ केटीले। अब म 710 कता यता जा भन्छ है। 710 को लागि यता कुद्नुपर्ने अरे। यहाँ कता कता देखाउँछ, म त्यतै जानुपर्ने हुन्छ क्या। 710बाट चाहिँ मेरो घर पुग्छ नि त, अरू ट्रेन होइन। यहाँबाट फेरि यता जा भनेको छ होइन, म यतै जानुपर्ने हुन्छ। झरे गर्छु होइन। मेरो ट्रेन त पाउँदैन त हो। मलाई मेरो बुढोले फोन गरिसक्यो, कता गयो आज कामबाट घर आउँदैन भनेर। बल्ल पाएँ है। म ट्रेन वेट गर्छु। अब म घर लागि बाई बाई। See you next video guys. Thank you. Attention everyone, this is an express